आमामामा हिमाल हेर हिमाल पहिला कसम यति नजिक छ नि Sol y arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body. हेलो गाइस वेलकम टु ब्याक माई न्यू भिडियो हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा आज हामी हुम्ला सिमीकोटको लाग्न भन्ने ठाउँमा घुम्न आएको यो वैशाख 1 गतेको शुभ अवसरमा 2083 सालको अवसरमा यसो घुम्न आएको आजको दिन एकदमै राम्रो भयो अब यसो इन्जोय गर्ने भनेर यस्तो हामी लाग्नतिर आएको डाँडामा अब यसो इन्जोय गर्छु अनि फेरि फर्किन्छौँ हामी सो आज एकदम रमाइलो दिन छ एकदम यहाँ हेरौँ छेउमै हिमाल छ एकदम नजिक एकदम छेउमै छ हेर्न सक्नुहुन्छ एकदम छेउमै यस्तो बवाल छ अहिले उता माथिबाट घाम आइरहेको छ अलि राम्रो देखिरहेको छैन जस बवाल छ हेर न हिमाल एकदम बवाल छ सो अब हामी उता गइरहेको छु एकछिन अब यसो घुम्नु पर्यो हल्का फुल्का एकदमै रमाइलो भइरहेछ जस केटाहरू उता बसिरहेछ एकदमै मौसम पनि आज राम्रो छ एकदम हजुरहरूलाई पनि यो नयाँ वर्षको धेरै धेरै शुभकामना छ मेरो भिडियो यति राम्रो लाग्यो भने यस्तो लाइक सब्सक्राइब गरिदिनु होला यस्तो यस्तो भिडियोहरू आइरहेको हुन्छ हजुरहरूको लागि एकदमै यो हाम्रो हुम्ला सिमीकोटको लाग्न भन्ने ठाउँमा एकदमै बबाल छ क्या एकदम बबाल भ्यू आउँछ केटाहरू उता हल्ला गरिरहेछ पुरै एकदम दामी भइरहेछ ल ठिक छ ल एकदम बबाल रमाइलो भइरहेछ होइन पहिला खम होइन त्यसपछि कुराकानी हुँदै गर्छ होइन त्यसपछि अरू पनि आउँदैछ पछि पछि यहाँ हिमाल हेर हिमाल गाइस ल हिमाल यहाँ यति नजिक छ हिमाल आमामामा हिमाल हेर हिमाल पहिला कसम यति नजिक छ नि Sol y arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. Vuélvete loco, don't stop now. Sigue el ritmo, I'll show you how. Fuego en el aire, burning high. Feel the heat bajo el sky. Baila. आज 2083 वैशाख 1 गतेको दिन सबै साथीहरूसँग हामी घुमघाम अभियानमा छौँ यो टी सप्लायर्सको पेट्रोल पम्पतिर गइरहेछौँ घुमघाम गरेर अब हामी साथीहरूसँग रमाइलो गर्दै अब केही समयपछि हामी फर्किनेवाला छौँ अहिले पिकनिकको लागि केही खाने चिजहरू खाँदैछौँ ल सबैले कस्तो रमाइलो भइरहेछ रमाइलो हल्का फल्का भइरहेछ हल्का फल्का मात्र यो को खाने हो यो हल्का फुल्का भन्दा नि हामीहरू आइसक्यो अब रमाइलो धेरै रमाइलो भइरहेछ अय केमा खाने बियरहरुले अनि यसो फ्राई गर्न पर्छ के यति छ त यसो गाइस एकदम बवाल भइरहेछ रमाइलो हैन भइरहेछ यो यता खानेको हरि खाने यसरी अहिले हामी हुम्ला सिमीकोटमा यहाँ लाग्न भन्ने ठाउँमा छौँ हामीहरु ल तिमी चल्दैनौ नि हेर न त हेर केटाहरूलाई ल यो चारजना ओइ त चल्छ कि नै खान एकदम बवाल भइरहेछ होइन तँ खान्छ कि नै नै म खाँदैन हो ल तै पर्दिन कसम भने खाँदैन भने तँ कस्तो नखाने भने भने म यो खान्छु ल त्यो पछि तँ खाले होइन यो बियर खाली छुट्टी दिनु क्या यो खान्छ फेरि होइन क्या त्यही पनि देऊ क्या यो चाहिँ यहाँ रेड बुल खाने हो क्या बियर खान्छ पछि खानुपर्छ यो कप्ती खाइसकेपछि एट खाँदैन हो खानु हुँदैन पाहाडमा हिँड्ने हो ल यसरी नाच्ने होइन पुरा एउटा कुन एउटा भाइरल भएको त कुन डान्स अरे यस्तो डान्स त्यस्तो होइन के कस्तो त यो अर्को बेला छ ल एकदम बवाल भइरहेछ मामा छुट्टी आइपुग्नु कहाँ ए ल गाइस अहिले हामी नास्ता सास्ता खाएर
बसिरहेछ केटाहरूले यसो बियर खायो म चाहिँ खाएन होइन यस्तो कुराहरू खानु हुँदैन एकदम रमाइलो भयो यहाँ फोटो खिचिरहेको थियो केटाहरूले एकदम बवाल छ यार यो लाग्ना सिमकोट एकदम मौसम पनि एकदम बवाल छ एकदम रमाइलो भयो आज होइन वैशाख 1 गतेको आज एकदमै रमाइलो भयो जे होस् नयाँ साल हामी यहाँ हुम्लामा आएर रमाइलो गर्न पायो खुसी लाग्यो हिमाल हेर्दै यहाँ इन्जोय गर्दै एकदम खुसी लाग्यो एकदम बवाल छ यार यता त कसम भने एकदम रमाइलो भयो एकदम खतरा भयो ल अब उता पारीतिर जाने भनेको यता डाँडातिर ल एकदम बवाल भइरहेछ बवालै भयो होइन एकदम दामी त्यहाँ फोहोरहरू पनि यसो सफा गरिदियो अब हामी हो यसमा जान लाग्छ अनि दाइ कस्तो रमाइलो भइरहेछ एकदम बेस्ट एकदम बवाल भइरहेछ एकदम बवाल आजको यो 2083 सालको वैशाख 1 गतेको बवाल भइरहेछ बवाल होइन ओके जस वर्ष दिनमा एउटा यही दिन त छ रमाइलो कि होइन देखाउने यार सब ठिक छ होइन हामीहरू सब घुमेर हाम्रो गुरुजी। अब भ्याएर अब जान लाग्यो उता होटलतिर त्यहाँ अब घरतिर लाग्ने बेला पनि भयो सब खानपिन अब ओके भइसक्यो भने यसले होइन हिँड्नु पर्यो कोठातिर अब ल मेरो लागि पनि यति हो ल अब हामी उता डाँडातिर जानु पर्यो कस्तो हुँदैछ एकदम बवाल छ होइन एकदम बवाल भइरहेछ होइन महाकसम आजको दिन त खत्रै भयो होइन ल एकदम बवाल छ होइन एकदम दामी छ है ल अब गीत बजाइदिउँ ल Shake your body, shine like star. And keep it going, no queda Luna llena, shining down, pies descalzos on the ground. Latido fuerte, boom boom boom, take me higher, feel the break it down, feel the sway, cerca de mí, don't run away. Tempo beats, let's ignite, dance with me through the night. Baila, sin parar, shake your body, shine like star. बरु यहाँ डाँडामा गएर फोटो खिच्नुपर्छ यहाँ बप्पा लाउँछ यहाँबाट हो यहाँ भिडियो आमामामा यो हाम्रो सिमकोट लाग्न एकदम बबाल छ हिमाल यहाँ छेउमै छ यहाँ कसम एकदम बबाल भइरहेछ गाइस ल एकदम दामी भइरहेछ एकदम बबाल छ यहाँ चाहिँ सिमकोट लाग्नमा चाहिँ होइन हावा चाहिँ धेरै चल्छ एकदमै यहाँ भर्खरै ब्लास्टिङ गरेर बाटो बनाइरहेछ एकदम जोस ब्लास्टिङ चाहिँ राम्रै गरेर रहेछ बाटो पनि एकदम चौडा बनाएछ हेर्न सक्नुहुन्छ जोस काम चाहिँ राम्रै गरिरहेछ अब हाम्रो सिमकोटमा पनि जोस डेभलप हुँदैछ बाटो पनि यो एकदम साँघुरो थियो 2-3 दिन ब्लक भएर होइन साथीहरू ब्लक भएको थियो होइन 2-3 दिन ब्लक भएर आधा गाडी उता 7वटा गाडी उता थिए यतासम्म हामीहरू ल्याएर प्यासेन्जरहरू ल्याउँथे 2-4वटा प्यासेन्जरहरूलाई यति गाह्रो थियो होइन यहाँबाट हिँडेर उनीहरूले गर्दा उहाँ तल गाउँको मान्छेले 4 दिनसम्म रोके यहाँ ब्लास्टिङ भएर हुम्लाको मान्छे फेरि खतम होइन चौडा गरेर चाहिँ यहाँ एकदम साँघुरो थियो छोटो बाटो थियो अहिले ब्लास्टिङ गरेर एकदम ठुलो बनाएछ एकदम बबाल यहाँ हिमाल पनि छेउमै छ एकदम खतरा भइरहेछ ल Keep it going, no queda igual.
ल गाइस अहिले हामी यहाँ लाग्नमा छ हिमाल हेर्न सक्नुहुन्छ एकदम नजिकै छ यहाँ छेउमै छ एकदम बवाल भइरहेछ यार हो यहाँ हिमाल एकदम छेउमा छ कसम भन्ने एकदम बवाल भइरहेछ जस्ट केटाहरू उता गएको थियो कुदेर कहाँ गयो भयो ल अब हामी फाइनली अब यहाँ लाग्नबाट गइरहेको छु हिमाललाई पनि बाई बाई गरिदिइरहेको छु एकदमै आज एकदमै रमाइलो भयो एकदम बवाल रमाइलो भयो कसम होइन एकदम फन्टास्टिक एकदम दामी भयो अब यहाँ हावा पनि धेरै चलिरहेछ अब चिसो पनि भयो अब जानु पर्ला धेरै समय पनि खिसक्यो ल बवाल भयो होइन गाइस आर्यन दोस्त भन न कस्तो भयो एकदम ह्याप्पी आयो ह्याप्पी अब हाम्रो इन्डिङ यहीसम्म हो 2083 को होइन सबैले शुभकामना गाइज अनि एकदम इन्जोय गरिरहेको छौँ लाइभ सब्सक्राइब गरिदिनु ल ल एकदम लाइक सब्सक्राइब ल गाइस हाम्रो अब यात्रा यहीसम्म हो कस्तो लाग्यो सबैजनालाई गाडीमा हल्ला गर्दै जानुपर्छ ल एकदम बवाल भयो रमाइलो भयो आज होइन नयाँ साल एकदमै मजाको भयो जस खुसी पनि लागिरहेछ हिमाल पनि हेर्न पायो घुम्न पनि पायो जस हाम्रो नयाँ साल यहाँ हुम्लामा मनाउन पायो त्यही खुसी लाग्यो एकदम वेदर पनि अलि बिग्रिरहेछ अलि मौसम यहाँ माथि टाढा अलिअलि बिग्रिरहेछ एकदम बवाल भयो अब जानु पर्ला एकदम ल एकदम बवाल भयो होइन अब हाम्रो घुमघाम छ यात्रा एकदम हाम्रो भाइ र म सबै सम्पूर्ण साथीहरू है ओके गाइस बाइ बाइ ल हाम्रो स्टाफ टोली छ होइन एकदम रमाइलो गर्न आयो होइन एकदम बवाल भयो होइन गुरुजी कस्तो छ सब ठिक छ होइन बवाल रमाइलो भयो होइन अब हिँड्न लागेको सिमकोट अब हामी चाहिँ सिमकोट जान लागेको छु होइन अब अँध्यारो पर्छ फेरि गएन भने होइन एकदम खुसी लाग्यो आज घुमेर पनि ल गाइस भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्नु होला होइन यस्तो यस्तो भिडियोहरू आइरहेको हुन्छ हामी त जाने भनेको उता डाँडामा जाने भन्ने प्लान थियो तर टाइमले पनि भ्याएन अनि त्यही भएर अब हामी फर्किन लाग्छौँ जो स्टोरीहरू छ धेरै मान्छेहरू घुम्न आएर Sin parar, shake your body, shine like stars. Keep it going, no queda igual. एउटा लास्ट भिडियो चाहिँ बनाइदिउँ होइन यता के भन्छ सिमकोट यहाँ एयरपोर्ट पनि हेर्न सक्नुहुन्छ सिमकोट बजार यही हो एरिया यहाँ आएपछि एउटा भिडियो बनाएर त जानै पर्यो होइन एकदम बवाल छ हेर सिमकोटको बजार के भन्छ एयरपोर्ट यही हो हाम्रो हुम्ला सिमकोटको बजार यो आर्मी ब्यारेक हो एकदम बवाल रहेछ Sol y arena, oh so bright. Baila conmigo toda la night. El ritmo suena, can you feel? Move your body, it's so real. ल अब हामी लाग्यो एउटा भिडियो बनाउनको लागि रुकेको थियो एकदम बवाल रहेछ यहाँबाट भ्यू आउँदो रहेछ सिमकोटको बजारको त्यही भएर लाग्नु पर्यो अब जस आज रमाइलो त रमाइलो भयो होइन म पनि यता हुम्ला आएको भर्खरै 2-4 दिन भयो घरतिर थियो यसो जस भिडियोहरू पनि नआएको धेरै भइसक्यो अब जस भिडियोहरू पनि रेगुलर आइरहेको हुन्छ हेर्नु होला एकदम मौसम अहिले यता अलिक चिसै छ है जस मौसम त यताको बवाल छ यार एकदम राम्रो छ यार अब हाम्रो इन्डिङ यही हुन्छ हिमालको काखमा रमाइरहेको छु यता जस यो ठाउँ चाहिँ एकदमै बवाल छ मन परेको ठाउँ हो त्यो फोटो खिचिदिनु पर्यो
नभए अझ यहाँ साथीको फोटो खिच्ने भनिरहेछ एउटा फोटो खिचिदिउँ अब हाम्रो एन्डिङ यहीसम्म हो जस आज खत्रै रमाइलो भयो होइन एकदम बवाल भयो एउटा फोटो खिचिदिनु पऱ्यो होइन ल गाइज एकदम बवाल भयो एकदम